तर हामीले त्यही शब्दलाई राम्रोसँग हामीले प्रयोग गर्न सक्यौँ भने त्यो शब्दले फेरि सुमधुर सम्बन्धहरू पनि बनाउन सक्दछ। अहिलेको समयमा हामी सबैजना कुनै न सङ्घ संस्था अथवा कुनै न पेसा व्यवसायमा आबद्ध भएका छौँ अथवा कुनै राजनीतिक पार्टीहरूमा आबद्ध भएका छौँ, कोही शिक्षक पेसामा आबद्ध हुनुहुन्छ, कोही सङ्घ संस्थाको विभिन्न पदहरूमा रहेर बस्नु भएको हुन्छ। तर हामीले सङ्घ संस्थाहरूलाई सञ्चालन गर्नको लागि हाम्रो संस्थाको उद्देश्यहरूलाई पुरा गर्नको लागि प्रभावकारी ढङ्गबाट हामीले अगाडि बढाउनको लागि हाम्रो व्यवसायलाई प्रभावकारी रूपमा अगाडि सञ्चालन गर्नको लागि हामीलाई यो भाषण कलाको अत्यन्तै आवश्यकता र अपरिहार्य रहेको हुन्छ। हामीले बोल्न त सबै बोलिराखेकै हुन्छौँ। हामी उठिसकेपछि हाम्रा हरेक यात्राहरूमा हाम्रो बोल्ने शब्दको कमी हुँदैन। हामी बोल्छौँ, बोलिरहेका हुन्छौँ र हामी नबोलिकन हाम्रो कुनै पनि कार्यको गर्न सक्दैनौँ। तर हामीले साँच्चीकै परिवर्तन गर्नको लागि, साँच्चीकै प्रभाव पार्नको लागि, साँच्चीकै हाम्रो लक्ष्यहरू प्राप्त गर्नको लागि, साँच्चीकै हाम्रो लक्ष्य उद्देश्यहरू प्राप्त गर्नको लागि, हाम्रो जीवनतर्फ अगाडि लानको लागि हामीले सही तरिकाले प्रभावकारी रूपमा हामीले बोल्न आवश्यकता पर्छ। त्यसैले यो भाषण कलाको महत्त्व सर्वप्रथम स्पष्ट उच्चारण, हामीले जुन बोलिरहेका शब्दहरू हुन्छौँ हाम्रो मौलिकतातर्फ गइरहेको हुन्छ। हामीले बोल्ने कुराहरू जसरी शब्दमा स्पष्टता हामीले दिन सकिरहेका हुँदैनौँ, त्यो शब्दहरूमा स्पष्टता आवाज हुनुपर्दछ। जब हामीले बोलेको कुरा स्पष्ट हुँदैन भने त्यो हामीले राखेको कुरा बुझ्न सक्दैनौँ। तसर्थ हामीले शब्दलाई स्पष्ट ढङ्गबाट हामीले उच्चारण गर्न सक्नुपर्दछ। आत्मविश्वास तरिकाले हामी बोल्न सक्नुपर्छ। हामीलाई कुनै पनि सभाका कार्यक्रममा हामी बोल्नको लागि जान्छौँ, हामीलाई बोल्न मन धेरै हुन्छ, तर त्यो मञ्च हामी गइसकेपछि हामीलाई बोल्न त मन लाग्छ, तर त्यो शब्द हाम्रो घाँटीभन्दा तल चाहिँ हुन्छ, माथि आउन सक्दैन। किन छ भन्दाखेरि त्यो हामीसँग प्र्याक्टिस नभएर, त्यसको हामीसँग अभ्यास नभएर त्यो चाहिँ हाम्रो एउटा आत्मविश्वासको त्यो शक्ति क्रिएट हामीले नगरेर चाहिँ त्यस्तो हुन्छ। त्यसैले त्यो सुधार गर्नको लागि पनि हामीलाई भाषण कलाको आवश्यकता पर्छ। यसै गरी सन्देशलाई सरल र आकर्षक रूपमा अनुवादमा प्रस्तुत गर्नको लागि हामीलाई भाषण कलाको आवश्यकता पर्छ। यदि हामीले कुनै पनि हाम्रो पेसा व्यवसाय अथवा संस्थागत सङ्गठनहरूको उद्देश्यहरूलाई हामीले कुनै कार्यक्रममा राख्नको लागि हामी गइरहेका छौँ भने त्यहाँनिर हामीले सरल र प्रभावशाली रूपमा हामीले बोल्नको लागि पनि हामीलाई भाषण कलाको आवश्यकता पर्दछ। र त्यसै गरी श्रोताको मन जित्नको लागि, जनताको मन जित्नको लागि, हामीले बोलेका शब्दहरूले प्रभाव पार्न सक्नको लागि पनि हामीलाई प्रभावशाली भाषण कलाको आवश्यकता हुनुपर्दछ। त्यसै गरी हामीले हामीमा भएको डरलाई माथमा गएर बोल्दाखेरि जुन रूपमा हामीमा रहेको डरलाई भेटाउनको लागि पनि हामीलाई प्रभावशाली रूपमा बोल्नको लागि भाषण कलाको आवश्यकता पर्दछ। त्यसै गरी व्यक्तित्व विकास भनेको चाहिँ के हो? अब यो व्यक्तित्व विकासमा म अगाडि बढिरहेको छु। व्यक्तित्व विकास भनेको आफ्नो सोच, व्यवहार, प्रस्तुतीकरण, सञ्चार, सिप, आत्मविश्वास, समय व्यवस्थापन, अनुशासन आदि सुधार गर्दै आफूलाई निरन्तर रूपले राम्रो बनाउने लैजान्छ। पक्कै पनि हामीले हाम्रो कार्यहरू, हाम्रो कार्यक्रमलाई योजनाबद्ध अगाडि बढाउनको लागि, कुनै पनि मञ्चमा गएर बोल्नको लागि विशेष रूपमा, प्रभावकारी रूपमा र तोकिएको समयभित्र हामीले प्रभावकारी रूपमा बोल्नको लागि पनि हामीले एउटा आत्मविश्वासको आवश्यकता पर्दछ, व्यक्तित्व विकासको आवश्यकता पर्दछ। त्यसैले यो अभिमुखीकरण जुन हाम्रो दिवसीय कार्यक्रमले थालेका क्षमता विकास गर्नको लागि हामीले त्यो मात्र निर्देश गराउनेछौँ कि कसरी हामी सक्षम हुन्छौँ, कसरी हाम्रो व्यक्तित्व विकासलाई चाहिँ हामीले व्यवस्थित गर्न सक्छौँ त भन्ने योजना हामी हजुरहरूलाई देखाउन गइरहेका छौँ। जोको दिनमा हामी सँगसँगैको सहयात्री थियौँ।
अहिले पनि सँगसँगैको सहयात्री छौँ र भोलि पनि हामी सँगसँगै सहयात्रा गर्नेछौँ। त आज यो शोक कसरी हामीलाई केही कुरा जाने जस्तो केही कुरा जस्तो सिकाउन खोजिरहेको छ त भनेर यहाँलाई कष्ट लागेको हुनसक्छ। वास्तवमा मैले मेरो पेसा र व्यवसाय सञ्चालन गर्दै गइसकेपछि मसँग बोल्ने कलाको विकास हुन अनिवार्यता बाध्यतात्मक परिस्थितिहरू हुन गयो। त्यसपछि विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध भइसकेपछि ती सङ्घ संस्थाहरूको नीति निर्देशन र लक्ष्यलाई प्राप्त गर्नको लागि सक्षम ढङ्गबाट आफूलाई नेतृत्वदायी भूमिका निर्वाह गर्नको लागि यो भाषण कला तथा व्यक्तित्व विकासको स्किल डेभलप गर्न आवश्यकता मैले ठाने। त्यसैले गर्दा त्यही क्रममा मैले विभिन्न कार्यक्रमहरू उतार चढावका साथ कार्यक्रमलाई अगाडि बढाउने क्रममा धेरै समस्याहरू आए, धेरै चुनौतीहरू आए। तथापि ती समस्या र चुनौतीहरूलाई सङ्घर्ष र परिश्रम गर्दै ती सङ्घर्षहरूको ती समस्याहरूलाई स्वीकार्दै ती कठिनाइहरूलाई सहजै स्वीकार्दै तिनीहरूलाई व्यवस्थापन गर्दै अगाडि लाने क्रममा कहिलेकाहीँ निकै ठुलो चुनौतीहरू आइपऱ्यो र त्यसले गर्दाखेरि यो समस्यालाई समाधान गर्नको निम्ति यो समस्यालाई सहज बनाउनको निम्ति हामीमा आत्मविश्वास जागृत गर्नको निम्ति हाम्रो भाषण कला र हाम्रो व्यक्तित्व शैलीलाई मजबुत बनाउनको निम्ति हामीले एउटा हामीमा रहेको स्किललाई चाहिँ व्यवस्थित गर्नुपर्छ भन्ने कौतूहलता भइसकेपछि मैले आज हामी भर्चुअल माध्यममा आज हामी उपस्थित यहाँनिर प्रेजेन्टेसन भएका छौँ आफ्नै फिजिकली रूपमा। तर मैले चाहिँ यो कक्षा अनलाइन मार्फतबाट मैले लगभग 1 महिनाको अन्तराल अगाडि मैले यो क्लास मैले लिने अवसर पाएँ र त्यो अवसर पछि मैले त्यो यात्रालाई निरन्तरता अगाडि बढाइरहेको छु। जुन मेरो बेसिक लेभल मैले पार गरेर प्रशिक्षण गर्ने तहसम्मको अध्ययनलाई मैले अहिले निरन्तरता दिइरहेको छु। आज मैले हजुरमाझमा अगाडि उभिएर यो माइक्रोफोन समाएर बोलिरहँदा यो होइन कि मैले सर्वस्व जानेको छु, यो होइन, यसरी नसोच्नु होला। मैले सङ्गठन नेतृत्व गर्दै गएको सङ्घ सङ्गठन र मेरो व्यक्तित्व विकास, मेरो पेसा व्यवसाय तथा हामी आबद्ध रहेका हामी जो कोही पनि जुन समस्याले पिउलिरहेको छ, जुन समस्यामा हामी रोलिरहेका छौँ, त्योभन्दा माथि पुग्नको लागि हामीमा जुन किसिमले मैले प्राप्त गर्दै गरेको शिक्षा छ त्यो शिक्षालाई हामी सबैले ग्रहण गर्नुपर्छ ताकि हामी सबैले हाम्रो यो जीवनलाई उच्चतम बिन्दुसम्म सफलताको शिखरसम्म पुर्याउन चाहन्छौँ भन्ने महसुस त्यो मेरो जुन आफ्नो व्यक्तिगत बुझाइले गर्दा आज मैले यो संस्थालाई यहाँनिर यसरी बिहानमा प्रेजेन्टेसन गर्दै यो एउटा अभिमुखीकरण कार्यक्रम राख्नुको तात्पर्य नै यही हो कि हामी एक्लैले सब कुरो जानेर हुँदैन, हामी सबैले सक्नुपर्दछ, सबैले जान्नुपर्दछ, सबैले हाम्रो आफ्नो रहेको पावरलाई चाहिँ क्रिएट गर्न सक्नुपर्दछ। हामी हरेक सङ्घ संस्थाहरूमा हामी आफ्नो क्षेत्रमा एउटा जिम्मेवारी लिएर बसेका हुन्छौँ। हाम्रो पेसा व्यवसायहरू हामीले सञ्चालन गरेका हुन्छौँ, तर तिनीहरूलाई साँच्चीकै प्रभावकारी ढङ्गबाट हामीले सञ्चालन गर्न चाहिँ सकिराखेका छैनौँ। अहिलेको समयमा हाम्रो देश एउटा सानो मुलुक, तर हाम्रो देशमा विश्वको सर्वोत्कृष्ट विशाल देशहरू चाइना र भारत छन्। तर त्यो भारतमा नेपाल देशमा कतिवटा जाति समुदाय छन् र ती जाति र समुदायले कुन खालका कल्चर मान्छन् र कुन खालका ड्रेसहरू लगाउँछन् भनेर उनीहरूले चाहिँ त्यो खालको उत्पादन गर्छ र हाम्रो बजारमा बिक्री गर्छ। र उनीहरूले यति सानो देशलाई एउटा मार्केटको टार्गेट गरिराखेको छ भने, तर हामीले चाहिँ यति ठुलो देश, यति ठुलो पब्लिक भएको देश चाइना र इन्डियाको मार्केटको टार्गेट हामीले किन नगर्ने? हामीले पनि त यहाँनिर उत्पादन गरेको उत्पादनहरूलाई चाहिँ त्यहाँसम्म बिक्री गर्नको लागि हामीले पनि त उत्पादन गर्नु पर्यो नि। र हामीले उत्पादन त गर्छौँ, तर उत्पादन गरिसकेपछि सेल्स गर्नको लागि कम्युनिकेसन त हामीले गर्न सक्नु पर्यो, जान्नु पर्यो नि, होइन?
Alibaba.com ले विश्वमा अनलाइन मार्फत बेच्न सकिरहेको छ। किन भन्दाखेरि त्यो उसको आत्मविश्वास र उसको त्यो कला, उसको त्यो सिप, त्यो ज्ञानले गर्दा पनि हामी पनि त त्यो सक्छौँ होला नि, तर हामी त्यो ठाउँमा छैनौँ। आज हिजोसम्म हामीले हाम्रै टेलरिङ व्यवसायको विषयलाई कुरा गर्ने हो भने हामीले कुनै पनि समयमा काम गर्नको लागि कहिले पनि खाँचो हुँदैन थियो, तर अहिलेको समयमा भारतबाट हामीले कुन महिनामा कुन चाडपर्व अनुसार कस्तो खालको चुरा पोते घर गहनादेखि साडी चोलो दौरा सुरुवाल के लाउँछ। हाम्रो यहाँको राष्ट्रपतिले कुन चाहिँ दौरा सुरुवाल कुन चाहिँ कार्यक्रम लाउँछ, कुन चाहिँ घरमा कुन चाहिँ पर्वमा कुन चाहिँ चाडहरूमा कस्ता कस्ता खालका पोसाक पहिरन, कस्ता कस्ता खालका मेकअपहरू गर्छन् भन्ने सामानहरू सबै दिल्लीमा बनिरहेको हुन्छ। त्यहाँनिरबाट एनालाइसिस गरिराखेको हुन्छ ताकि त्यो सामान बेच्नको लागि फेरि छुट्टै ट्रेनरहरू, मोटिभेटरहरू, सेल्सम्यानहरू उहाँले क्रिएट गरिराखेको हुन्छ। यस्तो कार्यक्रम जुन यो खालको कार्यक्रम त्यहाँनिर चाहिँ हजारौँको लाखौँको सङ्ख्यामा उहाँले प्रत्येक दिन सञ्चालन गरिरहेको हुन्छ। त्यो अत्यन्तै महँगो मूल्यमा उहाँले त्यो कार्यक्रम सञ्चालन गरिरहेको हुन्छ। त्यो प्र्याक्टिस कति धेरै यति सङ्घर्षको साथ उहाँले त्यो प्र्याक्टिस गर्नुहुन्छ। त्यसले गर्दाखेरि हामी कहाँ आइपुग्नु भएपछि 10 रुपियाँको सामान किन नहोस्, तर उहाँले हजारौँको मूल्यको शब्दहरू बोलेर हामीले त्यो किन्न बाध्यता बनाउँछौँ र हामी किन्छौँ, तर त्यो वास्तवमा त्यो वस्तु समय लामो समय चाहिँ टिक्दैन, तर पनि उहाँले हामीलाई बेचेर जानुहुन्छ। त्यो एउटा कला, त्यो उहाँको क्षमता सिपले गर्दा हो। तर हाम्रो देशमा त्यो छैन। मैले टेलरिङ व्यवसायको मात्रै मैले अघि कुरा गरेँ, यहाँ हरेक क्षेत्रमा त्यही छ। हाम्रो विशेष गरेर आज यहाँनिर हामी सायदै यहाँ हाम्रो ब्राह्मण समुदायहरू हुनु जस्तो लाग्छ, छेत्री बाहुन समुदायबाट हुनु, उहाँहरूको चाहिँ यो क्षेत्रमा अलिक बढी छ हामीभन्दा। तर हामीमा चाहिँ हामी यो जुन किसिमको हाम्रो समुदाय यो राई लिम्बू मगर गुरुङदेखि लिएर हाम्रो दलित समुदायका साथीहरू हामीमा चाहिँ यो स्किल अत्यन्तै कम छ। हाम्रा दलित समुदायहरूको एउटा कला र कृतिलाई कुन प्रकारले देशमा गम्भीर रहेको छ, राखिएको छ भन्ने कुराहरू यहाँलाई पक्कै पनि हामीले भनिराख्नु पर्दैन। हिजोसम्म ती कुराहरूलाई कसरी दबाइयो, तर अहिले चाहिँ त्यही कुरालाई साङ्गीतिक रूपमा अगाडि लान पहल गरिरहेको छ, त्यो खालको रीति चलाइरहेको छ। तर स्वयं त्यो जो व्यक्तिको चाहिँ त्यो सिप, त्यो कला कल्चर, त्यो उहाँहरूले त्यो आफ्नो संस्कार संस्कृति, आफ्नो कला कल्चरलाई संरक्षण गर्नको लागि त्यो एउटा क्षमता, त्यो एउटा व्यक्तित्व शक्ति, त्यो कौशल रहेको भए सायद त्यो बाहिर जाँदैन थियो नि। तर आज ती त्यस्ता हाम्रा अनेकौँ जाति समुदाय, हाम्रो देशको 142औं जुन जाति समुदायमा लगभग 112-15वटा चाहिँ आफ्नो आफ्नो कल्चरको कलाहरू छन्। ती त्यस्ता कला कल्चरहरू रहेर पनि हामीले त्यसलाई बाहिर बेच्न सकिरहेका छैनौँ। त्यसलाई हामीले बाहिर चाहिँ बजारमा जान सकेका छैनौँ। हामी सेल्सको हाम्रो एउटा पावरलाई बढाउन सकेका छैनौँ। हामी कोदो बेच्छौँ अनि त्यो कोदोलाई पिज्जा बनाएर किन्छौँ हामी हाम्रो देशमा, तर हामीले कोदो भनेर बेच्न सक्ने कहिले हामी त्यो किन भइरहेको छ भन्दाखेरि हामीले त्यो सेल्स स्किल छैन। सेल्स स्किल हुनको लागि हामीले बोल्ने कला छैन। बोल्ने कला हरेक क्षेत्रमा लागु हुन्छ। हामीले कुनै पनि कार्य गर्नको लागि हामी नबोलिकन केही पनि गर्न सक्दैनौँ। ठुला ठुला उदाहरणहरू छन्। जबकि हाम्रो विश्वको इतिहासलाई हेर्ने हो भने म यहाँनिर अलिकता एउटा सानो गेम खेलाउन गइरहेको छु। यहाँहरू आफ्नो आफ्नो व्यस्ततामा रहनु भएको मैले देखेँ। म एकैछिन यहाँलाई मैले ध्यान आकर्षण गराउँछु। सम्झिनुहोस्, हजुरहरूको हातमा एउटा डब्बा छ। हजुरहरूको हातमा एउटा डब्बा छ। त्यो डब्बामा माथिबाट बिर्को लागेको छ। फिलिङ गर्नुहोस् है, तपाईँको हातमा एउटा डब्बा छ। त्यो डब्बामा माथिबाट बिर्को लागेको छ र त्यो बिर्कोमा तपाईँहरू सम्झिनुहोस् कुनै एउटा वस्तु त्यो भित्र हाल्दै हुन्छ, भित्र छिराउनको लागि छिर्दैछ। फिल गर्नुहोस् है, छिर्दैछ। त्यो बट्टा छ, तपाईँसँग बट्टा छ, तर त्यो बट्टाको बिर्को लगाइएको छ, तर तपाईँहरूले त्यो बट्टाभित्र चाहिँ माथिबाट केही लाउँदै हुनुहुन्छ। ट्राई गर्दै हुन्छ, फिलिङ इमेजिङ मात्रै। छिर्दैछ बट्टाभित्र छ कि छैन? बिर्को पनि छिर्दो रहेछ। बिर्को नपनि छिर्दो रहेछ। वाह, अमेजिङ भयो। जादुमै बट्टा रहेछ तपाईँको। तर मलाई लाग्छ बट्टाको बन्द गरेको बट्टामा हामीले कुनै पनि चिज
लाउन सक्दैनौँ। भोलिको क्लासमा हामी कुनै पनि चिज त्यहाँ लाउन सक्दैनौँ, त्यो पोखिन्छ, बाहिर जान्छ। तर खाली बट्टा अथवा आधा ग्लास मात्रै भरिएको ग्लास हामी केही चिज हाल्न सक्छौँ। त्यो बट्टा ओपन भएको बट्टामा तपाईँले त्यो बट्टा भरिन्जेलसम्म केही चिज लाउन सक्नुहुन्छ। त्यसै बट्टामा तपाईँले लाउनु भएको चिज केही समयपछि तपाईँलाई काम लाग्न सक्छ। चट्ट हेर्ने, बिल्काइदिने, कुन काम लाग्छ सधैँ लाग्ने अथवा बट्टामा बट्टा राख्ने। त्यस्तै नै आज मैले यहाँ माझमा भनिरहेको विषयहरू कतिपय काम लाग्न सक्लान्, कतिपय काम नलाग्न सक्लान्। सबकन्सियस माइन्ड भित्र बन्द नगरिदिनु होला, ओपन गरिदिनु होला। हजुरहरूको भित्र मन मस्तिष्कसम्म पुर्याउनु होला र भरे आफ्नो कार्यक्षेत्रमा गइसकेपछि यो आजको कार्यक्रममा यस्तो कुराहरू भएको थियो, कतिको यथार्थ हो होइन एनालाइसिस गर्नुहोस्। आवश्यकता छ सेभ गर्नुहोस्, मेमोराइज गर्नुहोस्। आवश्यकता छैन त्यसलाई डिलिट गरिदिनुहोस् त्यहाँबाट। किन भन्दाखेरि ती सबै कुरा ग्रहण गर्नु नै पर्छ भन्ने छैन नि त होइन। कुन आवश्यकता छ, कुन चाहिँ आफूसँगै छ पहिला त्यो अलरेडी छ भने त्यसैमा त्यो एड्रेस गर्नुहोस्, तर छैन भने त्यसलाई सुरुवात गर्नुहोस्। त्यसैले यहाँहरूले मैले भनेका कुरा सबै राम्रो हुन्छ भन्ने छैन, सबै तपाईँहरूमा नभएको होइन, तपाईँहरूसँग पनि छ, मसँग पनि छ। हामी सिक्दै र सिकाउँदैको यात्रामा अगाडि छौँ। मैले त्यो क्लास 1 महिनाको क्लास लिएर यहाँहरूमासम्म ठुलो बन्न आएको होइन, मैले महान बन्न आएको होइन। म एउटा के परिकल्पना गरेको छु भने कमसे कम पनि म एउटा सलाइको काँटीमा भएको बारुद चाहिँ बन्न सकेको छु है। म त्यो बारुद चाहिँ बन्न सकेको छु र यहाँ चाहिँ एउटा सुन्दर सलाइको बट्टा हुनुहुन्छ। त्यो सुन्दर सलाइको बट्टा यहाँ हो र त्यो सुन्दर सलाइको बट्टाको एका साइडमा एउटा बारुद छ। त्यहाँ पनि तपाईँहरूको एउटा साइडमा बारुद छ, सम्झिनुहोस् त्यो एउटा सलाइको बट्टा हो। त्यो सलाइको बट्टाको साइडमा भएको बारुद र मसँग भएको काँटीमा रहेको बारुदलाई एक आपसमा हामीले घर्षण गर्न सक्यौँ भने त्यसले एउटा दियो जलाउन सक्छ र त्यो दियो जलिसकेपछि त्यो दियोले संसारलाई उज्यालो बनाउन सक्छ, तपाईँको जीवनलाई सफलतातर्फ अगाडि लान सक्छ है। यो भन्न खोजिरहेको छु। हुन त मैले आजको यस कार्यक्रममा जुन भन्न खोजिरहेको, जुन मैले यहाँलाई प्रस्ताउन खोजिरहेको विषयहरू मैले यहाँहरूमाझमा राख्न नसकेको हुन सक्छ, किनभने म पनि पहिलो प्रयासमा छु। यहाँलाई मैले सिकाउन नआएको होइन, म पनि सिकिरहेको छु। हामी एक आपसमा सिक्दै र सिकाउँदै जाने एउटा संस्थाको नाम नै भएकोले गर्दा मैले यहाँलाई सिकाइरहेको छु, सिकिरहेको छु र हामी सिक्दै र सिकाउँदै क्रममा छौँ। र यो क्रममा म सलाइको काँटीमा रहेको बारुद र यहाँमा रहेको सलाइको बट्टाको साइडमा रहेको बारुदमा हामी घसिएर बालेको दियोले हाम्रो जीवन बन्छ र हाम्रो त्यो जुन दियोले अरूलाई उज्यालो बनाउँछ, हाम्रो जीवनलाई सफलतातर्फ लान सक्दछ भन्ने उद्देश्यका साथ म आज एउटा यो भाषण कला र व्यक्तित्व विकासको विषयमा मैले जाने जतिको हदैसम्मको प्रयास गरेर यहाँहरू समक्ष राख्ने प्रयत्न मात्रै गरेको। यो होइन कि निम्तो दिनको सत्कार सम्मानको त परै कुरा, बोल्ने कुरामा पनि केही पाइएन भनेर कृपया कसैले पनि नभनिदिनु होला। हामी सिक्दै र सिकाउँदै अगाडि जाने हो, हामी एक आपसमा मिलेर जाने हो। हामीमा एउटा शक्ति छ, हामी एउटा शक्ति सबैसँग जन्मसिद्ध पाएका छौँ र त्यो शक्ति हामी कसैसँग सहकार्य र साथ सहयात्रा नगरिकन हामीले त्यो प्राप्त गर्न सक्दैनौँ। एउटा फलामलाई हेर्नुहोस् न, आगोको ज्वालाको आगोको साथ त्यसले नलिकन हतियार बन्छ त? फलाम हो नि, फलामले काट्न मिल्छ, तर त्यसलाई त आगोको साथ चाहियो नि, आगोको ज्वालामा चाहिँ जल्नु पर्यो नि। आगोले साथ दिएर न त्यो हतियार बन्न सक्छ। यहाँहरू महिला दिदीबहिनीहरू अलिकति गहना प्रेमी हुन्छ हामीभन्दा, सुनको ढिक्का यतिकै लाउनुहोस् त 2 तोला किनेर, सुहाउँछ? सुहाउँदैन नि। त्यसलाई पनि आगोको साथ चाहियो नि, त्यो ज्वालाको साथ चाहियो नि। त्यो ज्वालाको साथमा पुगेर पक्लिसकेपछि पो गहनाको आकार हुन्छ, त्यसपछि पो त्यसको सुन्दरता झल्किन्छ त होइन र? एउटा टायर पनि, एउटा टायर हेर्नुहोस्, हामी टायर भन्ने सबले चिन्छौँ। त्यो टायरमा यदि हावाले साथ दिँदैन भने, त्यसलाई हावाले साथ दिँदैन त्यो गुड्न सक्दैन नि। त्यसैले हामी तपाईँ बिचमा यो हुनु पर्यो, हामीमा
अलरेडी शक्ति छ। जस्तो कि म एउटा उदाहरण दिन्छु, भगवान रूपी हामी जुन अहिले भगवान रूपी हनुमानलाई हामी मान्छौँ नि, भगवान हनुमान स्वयं सर्वशक्तिमान, तर उहाँलाई सीता हरण गरिसकेपछि त्यो द्वापर युगको कालखण्डमा समुद्र पार गर्नुपर्ने अवस्था आयो। समुद्रको किनारमा पुग्यो र त्यो किनारमा पुगिसकेपछि उसले रामको ठुलो भक्ति, तर उसले त्यो निराशातर्फ फर्किनु परेको थियो, किनभने समुद्र त पार गर्न सकिँदैन। अनि उसलाई त्यतिखेर त्यति बेलाका ऋषिमुनिले जामवन्त भन्ने एकजना ऋषिमुनिले उहाँलाई यस्तो प्रेरणा दिनुभएको थियो, हेर हनुमान, आफूलाई चिन, पहिला आफूमा हेर, तिमीमा कस्तो शक्ति छ भन्ने कुरा बुझ। तिमी को थाहा छ? तिमी वायुको छोरा हो, वायुको पुत्र हो तिमी। यो समुद्रबाट तिमी भाग्नु हुँदैन, तिमीले यसलाई पार गर्न सक्छौ, किनभने वायु त उड्छ नि, हावा हो, हावा उड्न सक्छ। तिमी वायुको पुत्र हो भने उड्न सक्छौ, यो समुद्र पार गर्न सक्छौ। तर तिम्रो आदत के भयो? हिँड्ने बानी भयो, हिँड्ने आदत भयो। त्यही भएर तिमी यो समुद्रलाई पार गर्न हिम्मत नहार, तिमी ट्राई गर, तिमी त्यो सक्छौ भनेर जुन प्रेरणा दिएको थियो, जामवन्त ऋषिमुनिले दिएको प्रेरणाले त्यो हनुमानले प्र्याक्टिस गर्दा गर्दा उड्न सक्यो र लङ्का तलाएर आउन सफल भयो। त्यस्तै नै हामी मानवहरू, हामीमा जन्मसिद्ध एउटा न एउटा शक्ति हामीले प्राप्त गरेका हुन्छौँ, तर त्यो शक्ति चाहिँ हामीले एउटा हाम्रो व्यक्तिगत सोच विचारले गर्दा, अथवा हाम्रो सामाजिक वातावरणले गर्दा, अथवा हाम्रो परिस्थितिले, अथवा हाम्रो सामाजिक संरचनाले, अथवा हाम्रो व्यवहारले, अथवा अनेक कुराले त्यो शक्तिलाई हाम्रो भित्रै दबाएर राखेको छ। म फेरि एउटा थोरै सानो कहानी मार्फत यहाँ जोड्न गइरहेको छु। एउटा देशमा निकै समय अगाडिको कुरा, एउटा देशमा एउटा सुन्दर गाउँ थियो। त्यो सुन्दर गाउँमा एउटा राजाको शासन चल्दो रहेछ। त्यो राजाको शासन यस्तो थियो कि कसैले पनि त्यो नीति नियमभन्दा बाहिर गएर अपराध गर्छ भने त्यो गाउँको नजिकै रहेको ठुलो जङ्गलको खाडलमा गएर माथिबाट चाहिँ मान्छे छिने जतिको पाल पारेको, तर तल चाहिँ घैँटो आकारमा ठुलो पाल के अरे ठाउँ बनाइएको, त्यसमा खसालिँदो रहेछ। अनि त्यो निस्किन नसकेर मर्दो रहेछ। र यो क्रममा निरन्तर चलिरहँदा एक दिन चाहिँ एकजना खतरा अपराधीले पनि चाहिँ त्यस्तै खालको अपराध गरेछ र त्यो त्यहाँको नियमअनुसार, त्यहाँको राजाको हुकुमअनुसार त्यो व्यक्तिलाई त्यो खाडलमा खसालिन्छ। र सबैलाई थाहा छ यो खाडलमा खसाएपछि त कोही पनि बाहिर निस्किन सक्दैन, मर्छ। उसको काज क्रिया गर्नुपर्छ भनेर हुकुम दियो, काज क्रिया गरे। तर काज क्रिया गरिसकेपछिको केही दिनमा त ज्याङल्याङ जुङ्गो परेका है लुकुर त्यो चाहिँ जुन अपराधी त गाउँमा हिँड्न थाल्छ र त्यो सूचना राजा कहाँ पुग्छ। ए बाबा, अहिलेसम्म सबैजना मरेका थिए अपराधीहरू, त यो चाहिँ कसरी जीवित भएर आयो भनेर चाहिँ एउटा प्रश्न जाग्यो। र त्यहाँको जुन राजाका अनुगमन टोली त्यो ठाउँमा पठाउँछ सर्वेक्षण गर्नलाई। फेरि यस्तो पनि नियम थियो कि जब त्यो खाडलबाट निस्किन सक्यो भने चाहिँ त्यो अपराधीले न्याय पाउँछ भन्ने एउटा बाचा थियो। अब त्यसलाई त हामीले न्याय त दिने भयो, तर कारण चाहिँ हामीले बुझ्नु पर्यो के रहेछ त भनेर त्यो अनुसन्धान गर्न पठाए। र अनुसन्धान गर्न पठाउँदाखेरि त्यहाँनिर कस्तो रहेछ भने त्यो खाडल चाहिँ यस्तो डिजाइनमा बनाइएको रहेछ जुन चाहिँ तल मसिना पल राखिएको होइन, तर माथि चाहिँ अत्यन्तै ठुलो पल पारिएको, यानि कि त्यहाँबाट चाहिँ प्रकाश मजाले आउने होइन। अनि अरू अपराधीहरू चाहिँ त्यो पलबाट निस्किनको लागि त्यो भित्र रहेका ढुङ्गा काठहरू चिठाउँदै माथि पलबाट निस्किनु खोज्दा रहेछन्। तर त्यो पलबाट निस्किने बेलामा त्यो गल्लाम गुलुम भनेर ती काठ ढुङ्गाले थिचेर तिनीहरू आफै मर्दा रहेछन्। अनि त्यो अपराधीले चाहिँ के गरेछ भने यसो चोर बुद्धि लाएर हेर्दाखेरि त माथिको ठुलो फोकसलाई नहेरिकन दायाँ बायाँ कहीँबाट म निस्किन सक्छु कि त भन्ने हिसाबले मसिनो दियोहरूलाई हेर्न थालेछ क्या त्यो प्रकाशहरूलाई। अनि त्यो देखिसकेपछि माथि गएर त म
सम्भावना नहोला, तर यहाँबाट चाहिँ सम्भावना हुन सक्छ भनेर त्यो खन्दै गर्दाखेरि उसलाई 1 हप्ता लागेको छ। र त्यहाँबाट जीवनमा बाँच्न सफल भयो नि त, तर यदि त्यो ठुलो प्रकाशतर्फ गएको भए चाहिँ ऊ बाँच्न सक्दैन थियो, उसले जीवन पाउँदैन थियो। त्यसैले नै हाम्रो पनि जीवनमा हामी प्राय ठुलो कुरा, धेरै सफलता भइरहेको व्यक्तिहरूको त्यही नै गर्नुपर्ने, आफूमा के छ बा सानो दियोहरू लुकेको छ कि आफूभित्र नै केही पावर छ कि केही शक्ति छ कि, अथवा होइन ठुलो समस्यामा पनि केही सम्भावनाको बाटो छ कि भन्ने खालको एनालाइसिस गर्न सक्यो भने त्यो असफलतामा पुगेको व्यवसाय अथवा मृत्युवरण गर्न पुगेको जीवन पनि बाँच्न सकिँदो रहेछ, जिउन सकिँदो रहेछ भन्ने सन्देश दिन खोजेको थिएँ मैले यहाँलाई। र यहाँले पक्कै पनि अलिकति बोरिङ भयो कि जस्तो मलाई लाग्यो। म पुनः अब यस कार्यक्रमतर्फ नै म गइरहेको छु। मैले यहाँलाई मेरो कमी कमजोरी, मेरो प्र्याक्टिस, मेरो उद्देश्यहरू यहाँबाट मैले राख्ने प्रयास गरेको छु। यहाँले पक्कै पनि बुझिदिनु भयो होला भन्ने नै मैले विश्वास गरेको छु। अब म यो कार्यक्रमतर्फ अगाडि बढ्न गइरहेको छु। विशेष गरेर हामीले हाम्रो यी शब्द बाणीहरूलाई बोलिरहँदाखेरि आज मैले यहाँलाई कति समयसम्म बोलेर मैले यहाँको समय म लिन्छु त्यसले खासै अर्थ राख्दैन, त्यसले खासै प्रभाव पार्न सक्दैन। तर मैले के कुरा बोल्न सकेँ त्यसले चाहिँ हजुरहरूमा प्रभाव पार्न सक्छ। तथापि त्यो प्रयास रत्न छु। यहाँलाई मैले पूर्णतः रूपमा जागृत गराउन नसके पनि कृपया धैर्यतापूर्वक रहिदिनुहोला। म यहाँको अब बढीमा 30 मिनटसम्मको समय लिनेछु। कस्तो हुन्छ भने यो भाषण कौशल भनेको कस्तो हुँदो रहेछ भने सुन्दाखेरि सामान्य लाग्छ, तर हामी मञ्चमा गयो भने मुटु नै खुत्त बाहिर निस्किन खोज्छ, हाम्रो शरीरहरू पुरै काम्न थाल्छ, हाम्रो भन्न खोजेका कुराहरू भित्र नै दबेर रहेको हुन्छ, हामी केही देख्दैनौँ, अगाडि अन्धकार हुन्छ। यो सबैलाई हुन्छ, कसैलाई यो नहुन सक्छ। यो विकास गर्नको लागि यो भाषण कलाको कक्षा लिन, यसलाई बढाउनको लागि हामीलाई अत्यन्तै आवश्यक र अपरिहार्य हुन्छ। त्यति मात्र नभएर एउटा शब्दमा यस्तो शक्ति छ, कुन व्यक्तिले कति मात्रामा कति समयसम्म बोल्न सक्यो त भन्ने विषयले खासै फरक नपर्दो रहेछ। इतिहासलाई हेर्ने हो भने यो देशको सर्वोत्कृष्ट संयुक्त राज्य अमेरिकामा जुन बेला अहिले हाम्रो देशमा भइरहेको घरायसी आन्दोलन जस्तै गृहयुद्ध भइरहेको थियो, त्यो आन्दोलनको समयमा त्यतिखेरको प्रमुख व्यक्तित्व अब्राहम लिङ्कन र नेल्सन मण्डेला जस्ता व्यक्तित्वहरूले मात्र 2 मिनेटको भाषण बोलेका रहेछन्। मात्र 2 मिनेट के बोले होला उहाँले 2 मिनेट, तर त्यो 2 मिनेटले त्यो गृहयुद्ध अन्त गरेर आज विश्वको शक्तिमान बन्न सकेको छ। त्यो केले गर्दा भन्दा भाषण, त्यो बोल्ने कला र कौशलले गर्दाखेरि हो। त्यो सिस्टम हामीले जान्नुपर्ने रहेछ। हामीले भाषण गरिरहँदा, हामी बोलिरहँदा, हामीले बोल्न खोजेको, हामीले भन्न खोजेको हाम्रो उद्देश्य र लक्ष्यलाई निर्धारण गर्नको लागि हामीले प्रभावकारी रूपमा विषयवस्तुगत अनुसार हामीले बोल्न सक्यौँ या सकिनौँ भन्ने कुराले चाहिँ ठुलो प्रभाव पार्दो रहेछ। इन्डियालाई हेरौँ, भारतमा ब्रिटिसहरूले कति वर्षसम्म त्यहाँनिर राज्य सत्ता सञ्चालन गरेका थिए, तर त्यहाँनिरको महान व्यक्तित्व महात्मा गान्धीले यात्रा गरेको त्यो सङ्घर्षलाई, तर महात्मा गान्धीले सक्नु भएन, किनकि उहाँसँग महान विवेक हुँदाहुँदै पनि बोल्ने कला र कौशलको थोरै कमीले गर्दा त्यो सम्भावना भएन। पछि सुभाष चन्द्र बोस भन्ने एकजना महान व्यक्तित्वले बोल्ने कलाको जुन खालको एउटा शक्तिलाई, त्यो कला कौशललाई त्यहाँनिर लिडिङ गरेर अगाडि बढ्न सक्नुभयो र त्यसले गर्दाखेरि त्यो शक्तिले भारतबाट ब्रिटिसहरूलाई बाहिर निकाल्न सफल हुनुभयो र भारतलाई आजादी गर्न सफल हुनुभयो। त्यसैले पनि हामीले बोल्ने कलाको विकास गर्न आवश्यक छ। यो बोल्ने कलामा
ठुलो शक्ति छ यो हो कि संसारमा विकास गर्नको लागि आफूलाई सफलतातर्फ लानको लागि आफ्नो सङ्घ संस्थाहरूलाई नेतृत्व गर्नको लागि आफ्नो सपनाहरू बाँड्नको लागि अथवा जिउनको लागि र कसैलाई बचाउनको लागि यो भाषण कला आवश्यकता पर्छ र यो आवश्यकता भाषण कलालाई प्रभावकारी रूपमा बोल्नको लागि चाहिँ हामीले यो भाषण कला तथा व्यक्तित्व विकासको क्लासमा जोडिन आवश्यकता पर्दछ र त्यसले गर्दाखेरि त्यो क्लासले गर्दाखेरि बोल्न जान्ने मात्र नभएर हाम्रो हरेक क्षेत्रमा मैले सुरुवातमा पनि भनिसकेको छु हामी विभिन्न सङ्घ संस्था विभिन्न व्यवसाय पेसामा आबद्ध रहेको ठाउँलाई पनि आफ्नो व्यवसाय पेसालाई विस्तार गर्न आफूले गरिरहेको जुन सिप कौशल र कलालाई प्रभावकारी रूपमा अनुमान राख्न त्यसलाई विशाल रूपमा विस्तार गर्नको लागि पनि यसले ठुलो भूमिका खेल्ने गर्दछ। तसर्थ यहाँहरू महान हुनुहुन्छ, यहाँहरू शक्तिशाली हुन्छ, तर पनि हामीले बोलिरहँदा हामीले जुन बोलिरहेका शब्दहरू वाणीहरू त्यसलाई व्यवस्थित ढङ्गबाट ग्रेडिङ गर्नको लागि व्यवस्थित ढङ्गबाट आत्मविश्वास र आत्म आलोचना गर्दै अगाडि बढ्नको लागि चाहिँ हामीले यसको कक्षा लिन पनि आवश्यकता पर्दछ भन्ने मलाई लागेको छ। किनकि मैले यहाँलाई जति प्रस्तुत गर्नुपर्ने कुराहरू मैले नसकेको हुनसक्छ, तर त्यो यस्तो खालको एउटा ऊर्जा यस्तो खालको एउटा सिस्टम हुँदो रहेछ। त्यो सिस्टममा हामी बाँधिएर हामीलाई अगाडि लाग्ने प्रयत्न गऱ्यौँ भने त्यसले भोलिका दिनमा हाम्रो जीवनमा ठुलो परिवर्तन आउन सक्छ। त्यसले हाम्रो परिवारलाई सफलतातर्फ लान सक्छ, हाम्रो समाजलाई परिवर्तन गर्न सक्छ र हाम्रो व्यवसाय हाम्रो देश होइन यो संसारलाई परिवर्तन गर्न सक्ने एउटा इतिहास रच्न सक्ने एउटा शक्ति हामी जो कोहीसँग पनि रहेको छ। यो भगवान रूपी पाएको यो शक्ति हामीले प्रभावकारी रूपमा प्रयोग गरेर हामी जीवन बदल्नको लागि यो समाज बदल्नको लागि हाम्रो देशलाई बचाउनको लागि देशलाई विकास गर्नको लागि यो सबैले यो सिक्न र सिकाउन जरुरी छ। किनभने हाम्रो देशको जुन किसिमको एउटा सर्वेक्षण अनुसार जम्मा बोलेर प्रभावकारिता जमाउनको लागि 5% मात्र व्यक्तित्वहरूले त्यो स्किललाई डेभलप गरेका रहेछन्। 1800 सालमा जुन अमेरिकामा सुरु भएको यो भाषण कलाको स्किल नेपालको सन्दर्भमा चाहिँ 2004 सालदेखि स्कुल कलेजहरूमा यो भाषण कलाको कक्षाहरू सञ्चालन भएको रहेछ। तथापि अहिले जुन अघि मैले कुरा गरेँ हाम्रो छिमेकी देश भारत र चाइनाहरूमा यस्ता खालका छुट्टै एउटा क्लास कोर्सहरू निरन्तरता रहिरहन्छ, गरिएको हुन्छ, त्यहाँ राज्य सरकारबाट व्यवस्था गरिएको हुन्छ, तर हामीमा चाहिँ त्यो छैन। तथापि हामी साहसी लिडर, हामी केही गर्न चाहने व्यक्तित्वहरू हामी नेपाली र त्यसै पनि साहसी हामीले हाम्रो पेसा र व्यवसायलाई हामीले जसरी भए पनि अगाडि बढाइरहँदाखेरि अझ यो स्किललाई हामीले सिक्न सक्यौँ भने यो स्किललाई हामीले आफूमा विकास गर्न सक्यौँ भने भोलि यसले जुन ठाउँमा आज हजुर हुनुहुन्छ, जुन तरिकाले हामीले सञ्चालन गरेको पेसा र व्यवसाय छ, जुन तरिकाले आज हामीले समाजमा प्रभाव पार्न सकेका छौँ, जुन प्रकारले हाम्रो देश आज चलिरहेको छ त्यो आजबाट सुरुवात गऱ्यौँ भने हामी करिब 10-12 वर्षमा हामीले ठुलो परिवर्तन ल्याउन सक्दछौँ। नेपालकै सन्दर्भमा पनि हेर्ने हो भने बिपी कोइरालासँग सायदै बोल्ने कला र कौशलको क्षमता नभएको भए उहाँले परिवर्तन ल्याउन सक्नुहुन्न थियो। हाम्रो माओवादी कालको जनयुद्धको कालमा हेरौँ, त्यतिखेर कति ठुलो लडाइँ भयो, कति ठुलो आन्दोलन भयो, तर अन्तिममा गएर शब्दको बोल्ने कलाको कौशलबाट त्यो वार्तालाप भएर त्यो शान्तिपूर्ण आन्दोलनमा परिवर्तन हुन सक्यो। त्यसो भन्दा हामीलाई हाम्रो भाषण कला बोल्ने कलाको व्यवस्थित गर्न त हामीलाई आवश्यकता पर्दो रहेछ नि त, होइन? मदन भण्डारीले कसरी देशलाई परिवर्तन गर्ने भूमिका खेल्नु भएको थियो? उहाँले कुनै जादु टुना गर्नुभएको थिएन। उहाँले मात्र बोल्नुपर्छ, बोलेर चाहिँ प्रभाव पार्न सकिन्छ र यसरी बोल्नुपर्छ कि एक शब्दमा हाम्रो शरीरको ब्लडहरू उम्लिन सकोस्। त्यो तरिकाबाट हामीले हाम्रो बोल्ने कला र कौशललाई विकास गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी त्यो क्लास त्यो स्किल हामीले लिएर हामी अगाडि बढ्न सक्नुपर्छ भन्ने एउटा लक्ष्य उद्देश्यका साथ हामीमा रहेको जुन कला हो त्यो कुनै हामीले कहीँबाट ल्याउनु पर्ने होइन, त्यो हामीसँग स्वयंसँग छ। त्यसलाई जागृत गर्न चाहिँ मैले अघि नै पनि भने हामी स्वयं सर्वशक्तिमान छौँ, तर अझ सर्वोत्कृष्ट बन्नको लागि चाहिँ कसै न कसैको सहारा साथ चाहिने हुन्छ। त्यसैले गर्दाखेरि हामी एक आपसमा साथ र सहकार्य
कार्य गरेर अगाडि जान सक्दछौँ भन्ने जुन उद्देश्यका साथ यो जोइन्ट जर्नी एकाडेमीले आफ्नो लक्ष्य यहाँहरू माझमा राखेको छ। यो जोइन्ट जर्नी हजुरहरूको एउटा साझा संस्थाको रूपमा लिन सक्नुहुनेछ। यसले अहिलेको सन्दर्भमा सर्वप्रथम उद्घोष कला, भाषण कला र व्यक्तित्व विकासका कला लगायत हामीले संस्थागत रूपमा हामी कार्यरत रहिरहँदाखेरि हामीले निभाउनु पर्ने भूमिकाहरू, हामीले तयार गर्नुपर्ने प्रतिवेदनहरू, हामीले सृजना गर्नुपर्ने प्रपोजलहरू, हामीले व्यवस्थित गर्नुपर्ने आय व्ययदेखि लगायतका एउटा क्लासहरू समेटेर हामीले यो भाषण कला तथा व्यक्तित्व विकास क्लास पनि हामीले चलाउने योजनामा रहेका छौँ। यदि यहाँहरू आफ्नो जुन पेसा र व्यवसायलाई अगाडि बढाउनको लागि भाषण कला र व्यक्तित्व विकासको आवश्यकता पर्छ भन्ने यहाँलाई लाग्छ भने यो जोइन्ट जर्नी एकाडेमीको कक्षामा यहाँलाई हामी स्वागत गर्नेछौँ। हामीले यो जोइन्ट जर्नी एकाडेमीले सम्भवतः हामी फिजिकली रूपमा क्लास सञ्चालन गर्नेछौँ। यदि त्यो सम्भावना भएन भने हामी यसलाई अनलाइनको माध्यमबाट हामीले कक्षा सञ्चालन गर्नेछौँ। यदि यहाँहरू जोडिन चाहनुहुन्छ भने यहाँले आफ्नो नाम टिपाउन सक्नुहुनेछ। यो होइन कि यो एउटा जोइन्ट जर्नीको लागि होइन, यो तपाईँको लागि हो, तपाईँको विकासको लागि हो, तपाईँको आफ्नो क्षमता बढाउनको लागि हो। त्यसले गर्दा हजुर बदलिनु भइसकेपछि संसार बदल्न सक्नुहुनेछ। र यति भन्दै म अब अन्ततिर आइसकेको छु। मैले भनिसकेँ यो भाषण कलाले हामीलाई यो समाज, आफ्नो व्यक्तित्व, परिवार, व्यापार व्यवसाय र यो समाजलाई रूपान्तरण गर्नको लागि, विश्वलाई परिवर्तन गर्नको लागि ठुलो योगदान, ठुलो भूमिका खेल्न सक्नेछ। त्यसलाई प्रखर बनाउन चाहिँ आवश्यकता रहेको छ। त्यही प्रखर भन्नको लागि र बनाउनको लागि चाहिँ यो जोइन्ट जर्नीले हाम्रो यात्रालाई अगाडि बढाएको छ। आज जति पनि यहाँहरू यो संस्थाको पहिलो लक्ष्य उद्देश्यलाई पूरा गर्न यहाँहरू उपस्थित हुनुभएको छ, यसमा अत्यन्तै आभारी छु। र अबको क्रममा यो संस्थाको जुन कक्षा सञ्चालन गर्नको लागि अनलाइन अथवा अफलाइन यहाँलाई कुनबाट सहजता लाग्छ अथवा यहाँहरू चाहनुहुन्छ हुन भन्ने कार्यक्रम सेसन रहेको छ। यहाँको प्रश्न हामी टिप्नेछौँ अबको क्रममा। र अहिले नै भने मैले यो संस्थाले सञ्चालन गर्न लागिरहेको जुन तालिम कक्षामा यहाँहरू सहभागी हुन चाहनुहुन्छ भने हाम्रो यसको फुल पेड रहेको छ 7500। तर अहिलेको यो सुरुवाती चरणमा आफ्नो सहयात्रीलाई सहकार्य गर्नको लागि संस्थाका लागि 40% को डिस्काउन्टको साथमा हामीले 4500 को अहिले हामीले यो कक्षा तयार गरेका छौँ। यो कक्षामा यहाँहरू जोइन भइसक्नु भएपछि यहाँहरू यो कक्षाको लागि आजीवन सदस्य हुनुहुनेछ। यसले जीवन्तसम्म हजुरलाई आवश्यकता परेको खण्डमा यहाँले यो संस्थाले साथ दिनेछ। र यहाँले प्रमाणपत्र पार गरिसक्नु भएपछि प्रमाणपत्र प्राप्त गर्नुहुनेछ। त्यो प्रमाणपत्र यहाँलाई जहाँ कहीँ पनि यहाँलाई काम लाग्नेछ। भोलिको दिनमा हजुरहरूले प्रशिक्षण गर्नको लागि अथवा व्यवसाय संस्था सञ्चालन गर्नको लागि अथवा यही संस्थासँग आबद्ध भएर यहाँहरू सहकार्य गर्न अगाडि बढ्न पनि सक्नुहुनेछ। यो कुराहरूलाई यहाँहरू माझमा राख्दै अबको क्रममा म यो माइक्रोफोन उद्घोषकज्यूलाई हस्तान्तरण गर्दै म यहाँको प्रश्न र जिज्ञासाहरू छन् भने केही समयमा आउने भाषाको साथ अहिले नै भने मेरो यो भनाइहरू यहाँहरू माझमा यति नै राख्दै यो माइक्रोफोन उद्घोषकज्यूलाई हस्तान्तरण गर्दछु। धन्यवाद।